The mindset of millennials. Millennials को mindset कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईले कुनै पनि एउटा व्यापार गर्नुहोस्, इफ यु स्टार्टेड अ बिजनेस, तपाईले एउटा व्यापार सुरु गरेपछि यदि त्यो व्यापारले 60% भन्दा बढी सफलता हासिल गरे भने तपाईले जति सोच्नु भएको छ, सुरुवातमा तपाईले जिरोबाट सुरु गरे तर तपाईको बिजनेसले त 60% त्यसले तपाईलाई सेल्स दिइरहेको छ भने त्यो बिजनेसमा तपाईले कसैलाई एउटा म्यानेजर राखिदिनुहोस् अनि तपाईले त्यो बिजनेस चलाउन दिनुहोस् त्यो म्यानेजरलाई। भन्नुको माने मिलेनियल्सको माइन्डसेट चाहिँ कस्तो हुन्छ भन्दाखेरि हरेक कुरामा, हरेक बिजनेसको एक्टिभिटिजमा घुस्नु, मालिकले घुसेर त्यसमा डिसिजन्स दिनु चाहिँ बिजनेसलाई घातक कुरा हो। कन्ट्र्याक्टरले हरेक इम्प्लोइको कामलाई हेरेर यस्तो भएन, तैँले यस्तो गर्नु पर्थ्यो भन्नुको साटो सुपरभाइजर राखेर एउटा बैदार भन्छ नि होइन, राखेर त्यो बैदारले त्यो कुरालाई ह्यान्डल गर्न सक्छ। बैदारले डाइरेक्सन गर्नु, सुपरभाइज गर्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो। यदि इफ यु हेभ एचिभ एबभ 60% प्रफिट फ्रम यो बिजनेस होइन, तपाईँले 60% भन्दा ज्यादा त्यो बिजनेसबाट मुनाफा कमाइसक्नु भएको छ भने त्यो बिजनेसमा तपाईँले एउटा वर्षमा एउटा अथवा महिनामा एउटा डिसिजन्स लिने हो। कसरी संसारका उद्योगपतिहरूले अथवा बिजनेसम्यानले डिसिजन लिन्छ, महिनामा एउटा डिसिजन्स जो चाहिँ पहिला लिएको छैन, जो चाहिँ पहिला त्यो प्रब्लम सल्भै भएको छैन। त्यसै भएर हरेक कुरामा यदि इफ यु आर डुइङ अ बिजनेस देन हरेक कुरामा तपाईँले हरेक एक्टिभिटिजमा तपाईँ इन्टरफियर गर्नुभयो भने नि तपाईँ कहिले पनि त्यो माइन्डसेट अफ मिलिनियर्स हुन सक्नु हुँदैन। त्यसैले इफ यु हेभ डन द बिजनेस more than